दर्शक नमस्कार, म ठाकुर बेलबासी वाइडिटी न्युज रुममा यहाँलाई हार्दिक स्वागत छ। आज हामीले भावनामा बहकिने र उत्तेजनामा उत्रुने नेपाली समाजको चरित्रबारे छोटो चर्चा गर्दैछौँ। समाज भावनामा बहकिएर उत्तेजनामा पुगेर आक्रोशित बन्दाका अनेकन दृष्टान्तहरू देशले भोगिसकेको छ। नेपाली समाज भावुक मात्रै छैन, अत्यन्तै सतही पनि छ। सामान्य भन्दा सामान्य घटनाक्रमहरूमा प्रतिक्रियात्मक बन्ने समाजको चरित्रका कारण नजानिदो र नदेखिदो गरेर समाजले नै मार खेपिरहेको छ। नेपाली समाजका भड्किला भावनाका एक दुईवटा दृष्टान्तको आज चर्चा गरौँ। 2073 साल भदौ 29 गते तत्कालीन मन्त्री परिषदको निर्णयले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गर्यो। त्यसबेला 18 घण्टासम्म लोड सेडिङको भयानक अवस्था देशले खेपिरहेको थियो। घिसिङको नेतृत्वमा प्राधिकरणको टिमले लोड सेडिङ बिस्तारै घटाउन थाल्यो भने यता समाजले घिसिङलाई मानिसबाट भगवान बनाउन थाल्यो। ठाउँ ठाउँ उनका ठुला ठुला होर्डिङ बोर्डहरू टाँसिन थाले। वास्तवमा घिसिङ सरकारी सेवा सुविधा प्राप्त एकजना कर्मचारी मात्रै थिए। उनले उत्कृष्ट काम गरे बापत सरकारले नै पुरस्कृत गर्न सक्थ्यो। नागरिकले धन्यवादसम्म मात्रै दिन सक्थे, अर्थात् नागरिकले धन्यवाद मात्रै दिए पनि पुग्थ्यो, तर भगवान नै बनाइदिए। उनमा पनि महत्त्वाकांक्षा बन्न गयो। अन्ततः उनले सरकारसँगै जोरी खोज्न थाले। एउटा कर्मचारीसँग सरकार लड्नुपर्ने अथवा एउटा कर्मचारीले सरकारलाई चुनौती दिनुपर्ने अवस्था कसरी आउँछ? लहरो तान्दै जाँदा समाजको प्रवृत्तिमा पुगेर टुङ्गिन्छ। भगवान बनाएका कुलमानलाई यही समाजले आखिर 2082 को प्रतिनिधि सभाको निर्वाचनमा किनारामा लगेर अचेटिदियो। कुलमानका कमजोरी त थिए होलान्, तर निर्वाचनमा हुमिदासम्म उनले कुनै देशघाती काम गरेका भने पक्कै पनि थिएनन्। उनका कमजोरी थिए भने नेपाली समाजको चरित्र बुझ्न नसक्नु मात्रै थियो। भावनामा कुलमानलाई काँधमा चढाएका नेपालीले उत्तेजनाबाट बिना कारण सजाय दिए। उनले गठन गरेको उज्यालो पार्टीले देशभरबाट एक सिट पनि जित्न सकेन। अब हामीले वर्तमान प्रधानमन्त्री बालेन शाहको पनि चर्चा गरौँ। स्थानीय तहको निर्वाचनको 2 हप्ता अगाडि चुनावी मैदानमा हेलिएका बालेन शाहलाई नेपाली समाजले त्यति बेलादेखि नै मानिस रहन दिएको छैन। उनलाई पनि समाजले भगवान बनाइरहेको छ। फलस्वरूप बालेन शाह आज मुलुकका प्रधानमन्त्री बनेका छन्। संसदीय प्रजातान्त्रिक प्रणालीको भर्याङ चढेर प्रधानमन्त्री बनेका बालेनले अहिले यही प्रणालीप्रति अनुदार व्यवहार देखाउँदै आए। अन्य दल र विदेशी कूटनीतिक नियोगका प्रति उदासीन बन्दै रहे। जब समाजको भावना उनीप्रति उत्तेजनामा परिणत हुन खोज्दै गरेको उनले भेउ पाए, त्यसपछि उनी अलि फेरिन पनि थालेका छन्। तर पनि समाजको उनीप्रतिको तरल भावनात्मक राग अझै बाँकी रहेका कारण उनीसँग पनि भ्रमको राग जाग्दो छ। यसो हेर्दा यी दुईवटा दृष्टान्त व्यक्ति केन्द्रित लाग्न सक्छ, तर दुवै घटना देशसँग प्रत्यक्ष जोडिन्छन्। जनताको भड्काउबाट भ्रमित एउटा कर्मचारीको मनोवृत्ति र जनताको मतबाट निर्वाचित एउटा प्रधानमन्त्रीको मैमत्तपनको असर त देशलाई नै पर्ने हो। एउटा देशलाई बलियो बनाउन दल र नेताहरू मात्रै परिपक्व भएर पुग्दैन। हामी जनताका कमी कमजोरीले पनि कतै देश यो अवस्थामा त पुगेको छैन। आजै सोचौँ। धन्यवाद।